हाई साथीहरू, के छ हाल खबर? तपाईँहरू सन्चै हुनुहुन्छ? म त एकदम ठिक छु साथीहरू। मैले अहिले खाना पकाउँदैछु, हेर्न सक्नुहुन्छ। यहाँ चनाको भात अनि मेरो रुमहरू लथालिङ्ग छ साथीहरू। मलाई त साह्रो भएको छ यो विद्यार्थी जिन्दगी कहिले सकेर कि साथीहरू। म त कतिको पचक्क भइसकेँ। यत्रो उमेर समय पढाइ पढाइ कहिले सफलता हात लाग्दैन। अब सफल हुन्छु हुन्छु भन्ने बेलामा हुन्छ फेल हुन्छु। यो साह्रो भइसक्यो शरीरमा, चिन्ता फिक्री मात्रै जिन्दगी। मलाई जन्माउँदाखेरि त्यो भाबीले छैटौँ दिनमा लेख्छ भन्छ नि, त्यो दिनमा के लेखेँ के वास्तवमा मेरो जिन्दगीमा? न मलाई केही दिए, न मलाई केही दिए। मेरो जिन्दगी हेर्न सक्नुहुन्छ साथीहरू, साह्रै झन्झट छ। अनि यो विद्यार्थी जिन्दगीमा खानाहरू पनि यस्तै हो साथीहरू, हेर्न सक्नुहुन्छ। मैले चनाको झोल है, मेरो डाइटिङ त्यो हेर्नु कस्तो भएको छ चनाको झोल। यहीसँग खाना खाने बस्ने जिन्दगी भइरहेछ। कहिले होला मेरो सपना पुरा, अनि मैले कहिले होला लाइफमा होइन आफूले सक्सेस भएर के मैले आफ्नो लागि, मेरो परिवारको लागि जेहरू, मतलब अब त्यस्तो धनी त होइन, ठिक्ककै आफूले पुर्याउन सक्ने कहिले हुन्छ होला है साथीहरू। साथीहरू, म अब जाँदैछु है ड्राइभिङ सिक्नको लागि। अब कस्तो हुन्छ आज, लगभग 4-5-6 दिन त भइसक्यो साथीहरू। केही आउँदै आउनु त्यो के अरे के भन्छ नि, एक्सिलेटर बेटा उठ्दै गइन्छ धुलोमा। गाह्रो छ साथीहरू सिक्ने स्कुटी त हो साथीहरू। स्कुटी सिक्न आएको म मेरो तपाईँहरू यदि ड्राइभिङ सिक्न चाहनुहुन्छ भने यहाँ सिक्न सक्नुहुन्छ। दाइहरूले राम्रो सिकाइदिनुहुन्छ। म पनि पक्का सिक्दैछु। अहिले चाहिँ दाइ तेल हाल्नु भन्दा छ साथीहरू। बाइक सिकेर आएको, बाइक भन्दा नि अब मैले त केही पनि चलाउनु जान्दैन नि त, साइकलहरू पनि चलाएको थिएन। अनि अब स्कुटीबाट सिक्दैछु साथीहरू। गाह्रो छ। आज धन्दाले एकचोटि लोट्यो जस हिजो अस्तिभन्दा आज अलि इम्प्रुभ भएको छ, अलिक सिकिरहेको छु। तपाईँहरूलाई कतिको गाह्रो हुन्छ हौ साथीहरू। गाह्रो भएको थियो सिक्ने बेला, साह्रो गाह्रो हुँदो रहेछ यो हात त। म फेरि पनि आएँ है, हेर्न सक्नुहुन्छ। मेरो घर पुरा लथालिङ्ग भएको छ। अहिले मैले माइक कनेक्ट गरेँ होइन, माइक कनेक्ट गर्न सिकेँ लाइफमा पहिलोचोटि। अनि त्यसपछि म एक ठाउँ जाँदैछु साथीहरू, त्यो तपाईँहरूलाई म देखाउँछु त्यो भिडियो। अहिले हजुरहरूले यो भिडियोलाई लास्टसम्म हेर्नुहोला। र साथीहरू, यो रियल क्यामेरा आइफोनबाट झन् कति नराम्री आएको कि म राम्री आउनु पर्दैन, किन यस्तो हो साथीहरू? लास्टसम्म हेर्नु होला है प्लिज। साथीहरू, सामान्य हिल्टन यस्तो भवन छ, हेर्न सक्नुहुन्छ। यो बाइकको सोरुम यहाँ हो, आउने भनेको। हेरौँ के हुन्छ यहाँ। हामी जाँदैछौँ। हेर दाइ हुनुहुन्छ, म भिडियोमा। र यो भिडियो मैले के देखाउनुको लागि बनाउँछु, यो के हो साथीहरू? मैले यो लिँदैछु है साथीहरू। म राइडमा हिँड्दैछु। कसैको जोइन हुन चाहनुहुन्छ जोइन हुन सक्नुहुन्छ है। आज बुक गरेर जानु, आज बुक गरेर जाँदैछु। अब वैशाखको महिना आउँछ होला, हजुरहरूले मेरो भिडियो हेर्नु होला। बाइक हेर्न सक्नुहुन्छ। म पनि आउँछु सिकाउने राइडमा हिँड्दैछु है। ग्रुपमा आउनुपर्छ है, ग्रुपमा राइड सक्दैन है, सक्दैन। तर खतरा। यहाँ एकचोटि यता आऊ त अगाडि, यहाँ उभिऊ त, योसँग उभिऊ त, यहाँ उभिऊ त। हाइट हाइट अझ यता 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 हो। ल हेर त, तिमीभन्दा अग्लो छ है बाइक। अब मान्छेभन्दा अग्लो बाइक यो बाइक चाहिँ है हाम्रो बहिनी। गरेर अब जाँदैछु। अनि दाइ र म जाँदैछौँ रुमतिर।
रुमतिर भन्दा नि मैले एकछिन बाइक सिक्छु होला म यहाँ अझै सिक्ने प्रोसेसहरू साथीहरू यो स्कुटी पनि चलाउन जान्दैन त्यत्रो बाइकको आर्ट गरे के छ के हुन्छ है साथीहरू हेर्दै गर्नु होला ल म जाँदैछु है त सो साथीहरू आजको मेरो भ्लग कस्तो लाग्यो हजुरहरूले लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनु होला र प्लिज मलाई हजुरहरूले राम्रो राम्रो कमेन्टहरू गर्नु होला है साथीहरू मैले आज यो डे 1 मेरो फर्स्ट ब्लग हो मैले जानी नजानी पोस्ट गर्दैछु साथीहरू प्लिज मलाई साथ सपोर्ट दिनु होला है बाई बाई टेक केयर गुड नाइट